लालबागमा छौँ है आज हामीहरू गाइज। ओइ यता हेर, ओइ भाइ अपग्रेड चाहिँ गरेको रहेछ है लालबागमा गाइज। आजकल पुरा सुनसान छ है लालबाग गाइज। माछा छ होला छैन होला। यो चाहिँ राखेको चाहिँ अहिले फेरि डुब्यो, फेरि डुब्यो। त्यस्तै छ अब केही चेन्ज छैन गाइज। हल्का सडक छ। तपाईँहरूलाई पनि घुम्न आउनु सक्नुहुन्छ लालबागमा। राम्रो छ, सिनहरू घुम्ने छ, डेटिङ गर्ने जग्गा पनि छ रहेछ। साथीहरूसँग रमाइलो गर्ने, पिकनिक मनाउने पनि छ, आउन सक्नुहुन्छ। के हो गाइज भन्नु मलाई? चरा होइन कस्तो कस्तो खालको चरा। ऊ पर हिँड्दो काला खालको चरा भित्र लामो खाले। यो ऊ पर भित्र खालको त त्यो खालको सेतो हो त। त्यो सेतो देख्दैन, कालो पनि छैन, हुँदै छैन, देख्दैछ। तर यो चाहिँ कालो कालो के हो? यो माछा भने यो के हो? यो साइडको यो कालो कालो यो चरा जस्तो देख्यौ? वन कुखुरा हो। उयो कहाँ वन कुखुरा हो? हाम्रो गाउँतिरको तपाईँको वन कालो। आउन सक्नुहुन्छ लालबागमा। अब गाइजहरू त कति आयो अनि बेङ्गलोरको त अन्त फ्यामिलीहरूसँग आउनु हुनसक्छ। आफ्नो लभर्ससँग, साथीभाइ, दाजुभाइ, दिदीबहिनी बर्थडे पार्टी गर्नु छ भने आउनुहोस् यहाँ रमाइलो गर्नु लालबागमा होइन। आउनु भएको छ भने राम्रो आउनु। नजाराहरू पनि राम्रो राम्रो छ, यसो पानी सानी छ, माछाहरू छ, जानवरहरू पनि राम्रो राम्रो देख्नु पाउनुहुन्छ। चरा चुरुङ्गी सब छ, रमाइलो छ, इन्टेन्स मजा आउँछ। आउनुहोस् फ्यामिलीसँग रमाइलो गर्नुहोस्। मरेर के लानु छ जिन्दगीमा, यो रमाइलो पलहरू लालबागमा हुन सक्नुहुन्छ होइन। सबैजना आउनुहोस्, घुमफिरौँ होइन। हामी त आएको, हजुरहरू पनि आउनु भएको छ भने आउनुहोस्। अहिले पहिलाभन्दा धेरै डेभलपमेन्ट भएको छ अहिले लालबागमा। तपाईँको टिकट फिस पनि 50 रुपिस एन्ट्री फिस हो। आउनु सक्नुहुन्छ। राम्ररी सिनहरू पनि राम्रो छ, खोलापारी नाला घारी सबै छ। आउनुहोस्, यति नै। मिडियम भाइ यो पुच्चे भाइलाई चाहिँ चाहियो। थ्याङ्क यू दाइ।